हे गाइस वेलकम माई यूट्यूब च्यानल अनि सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यहाँ पार्कमा घुम्न गएको थिएँ। यसो भिडियो बनाउनु किन बनाएको छु अनि हामी चाहिँ निक्लेका छौँ। यहाँ चाहिँ हामीले ओलीलाई लिएर हिँडेका थियौँ अनि यहाँ म बाहिर आइसकेको छु। अहिले बाहिरको वातावरण चाहिँ राम्रो थियो, भित्र बस्दा गर्मी थिएन थियो, बाहिर पनि राम्रो थियो। पार्किङमा हामी चाहिँ पुगिसकेका थियौँ अनि अघि चाहिँ ओलीको देउता अन्त्य हिँड्नुभएको थियो अनि पार्किङ चाहिँ एकदम सुन्दर थियो। यहाँ चाहिँ साइनको गरेको थियो अनि यहाँ चाहिँ पार्किङमा चाहिँ मयूर धेरै हुने रहेछन्। मयूर हामीले रुखाउँदै यताउति हिँड्दै सबै देखिएको थियो अनि यहाँको वातावरण पनि एकदम राम्रो थियो अनि पानी त्यहाँबाट झरेको थियो। म चाहिँ पहिलोपटक यस्तो देखेको थिएँ, यस्तो वातावरण देखेको थिएँ अनि हामी घुम्दै 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 यता फुलबारीतिर आइयो। यहाँ चाहिँ फुल फुलेका हिँड्छन्, अब फुल्न सुरु गरेका रहेछन् अनि मयूर पनि कति मजाले बसेको अनि हामी चाहिँ रात पर्न लागि भएको थियो, लाइट पनि झमक्क बोलेको थियो अनि यतातिर घुम्दै घुम्दै गएका थियौँ र ओलीलाई लिएर गएका थियौँ। ओलीको चाहिँ गर्नुभयो, धेरै गर्नुभयो हो कि त्यो जाने मानेको थिएन अनि फुल पनि कति राम्रो थियो। उसरी यहाँ चाहिँ गाडी रोकेका थिए त्यो मयूर चाहिँ यहाँ बहुत हुन्छ अनि यहाँ चाहिँ मयूरलाई रोकेको थियो, यताउति रोकेका थिए मयूरलाई चाहिँ। मयूर चाहिँ एकदम सुन्दर थियो अनि जाँदा त भाग्यो अनि त्यहाँ चाहिँ गएपछि मयूर पनि भाग्यो र कारलाई खेलेको थिएँ एउटा मयूरले अनि यहाँ चाहिँ फुलहरूको बगैँचा जस्तो दामी थियो। कटिङ पनि यहाँ चाहिँ घरहरू पनि राम्रो थिए, धेरै ठुला अनि मैले चाहिँ 360 एकचोटि देखाइदिएँ। यसमा हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ अब रात पर्न लागि मात्र त्यसै गयो। लाइट पनि जमाक्क बोलेका थिए और फुलको कति राम्रो आएको फुल पनि दामी दामी थिए। कुकुर पक्रियाहरू चाहिँ पार्किङमा धेरै जसो घुम्ने रहेछ अनि हामी घुम्दै 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 हिँडेका थियौँ अनि रात पर्न लागेको थियो। अब चाहिँ हामी सानो घर जानुपर्ने हुन्छ अनि घर पनि जानलाई अब चाहिँ म चाहिँ गएको। ल बाई बाई, फेरि भेटौँला अर्को भ्लगमा। बाई बाई।